कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धिकरणको मुद्दालाई खारेज गरेको छ। साथीहरू, उक्त आरोप पुष्टि हुन नसक्ने आधारहरू भएपछि, पुष्टि हुन सक्ने आधार नभेटिएपछि सरकारी वकिलको कार्यालयले यो आरोप खारेज गर्नको लागि सिफारिस गरेको थियो। ल भन्नुस् त, अब यो पुष्टि हुन नसक्ने आरोप लगाउने कर्मचारीलाई केही हुन्छ कि हुन्न? पुष्टि हुन नसक्ने आरोपलाई आरोप मानेर दोषी करार गर्ने न्यायाधीशहरूलाई कारबाही हुन्छ कि हुँदैन? रवि लामिछानेको पद, प्रतिष्ठा, समय बर्बाद भएको यसको क्षतिपूर्ति कसले दिने हो? ध्यान दिनुपर्ने कुरा यो छ कि साथीहरू, भारतको नयाँ दिल्लीमा अरविन्द केजरीवाललाई पनि त्यसै गरी झुटा मुद्दाबाट त्यहाँको 2/3 मोदी सरकारले झुटा मुद्दाबाट प्रतिशोध गरी जेल हालेको थियो। उहाँको पनि उक्त मुद्दा पुष्टि हुन नसकेर खारेज भएर उहाँ निर्दोष साबित हुनुभयो र उक्त पुष्टि हुन नसक्ने मुद्दा लगाउने कर्मचारीलाई कारबाही हुनुपर्छ भनेर छानबिन गरिएको छ अहिले र उक्त पुष्टि हुन नसक्ने मुद्दा दायर गर्ने सरकारी वकिललाई पनि कारबाही हुनुपर्छ। त्यस्तो फैसला सुनाउने न्यायाधीशलाई पनि कारबाही गर्नुपर्छ। यहाँको सिआइबीलाई पनि छानबिनमा तानेको छ। साथीहरू, त्यस्तै नेपालमा पनि जहाँ जहाँ रवि लामिछानेलाई प्रतिशोधपूर्ण मुद्दा लगाइएको छ, कि त उक्त मुद्दा पुष्टि हुन पर्यो, होइन भने पुष्टि हुन नसक्ने मुद्दा किन लगाउनु? आज सबै देशवासीहरूले को आवाज यही छ कि पुष्टि हुन नसक्ने मुद्दा लगाउने कर्मचारीलाई पनि न्यायाधीशलाई पनि कारबाही हुनुपर्छ भन्ने माग छ। साथीहरू, यहाँहरूको के छ राय यसबारेमा कमेन्ट गरेर बताउनु होला। हस्त, धन्यवाद।